मान्य सदस्यहरूले राख्नुभएको विषय मेरो ध्यानाकर्षण भएको छ। हामीले केही दिनदेखि एउटै विषयमा प्रवेश गरिरहेका छौँ र त्यसमा संवाद गरिरहेका छौँ। सम्माननीय प्रधानमन्त्रीज्यू सरकारको तर्फबाट सदनमा उपस्थित हुनु पर्यो र उहाँले सार्वभौम सांसदहरूले उठाउने प्रश्नको जवाफ दिनु पर्यो, आफ्ना कुराहरू राखिदिनु पर्यो, जनतालाई सम्बोधन गरिदिनु पर्यो। जुन विषय अत्यन्तै जायज छ, संविधानगत छ, नियमावली सम्बद्ध छ, कानुन सम्बद्ध छ र जनताको माग पनि त्यही हो। यसमा हामीले पटक पटक संवादहरू विपक्षी दलका नेताहरूसँग गरिरहेका पनि छौँ। प्रमुख सचेतकज्यूहरूसँग, दलका नेताहरूसँग हामी संवाद गरिरहेकै छौँ। सत्तापक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग, सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोऱ्याइरहेको छु, सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। र मैले योभन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ। त्यस कारणले आज पनि म मान्य सदस्यहरूलाई यहाँहरूले राख्नुभएको विषय मेरो ध्यानाकर्षण भएको छ। हामी कार्यसूचीमा रहेको आजको कार्यक्रम अगाडि बढाउँ। त्यसपछि अब केही दिनमा नै बजेट आउँदैछ। मलाई आशा छ र मलाई विश्वास पनि छ र सत्तापक्षी दलका मुख्य सचेतकबाट प्राप्त समाचार अनुसार पनि सम्माननीय प्रधानमन्त्रीज्यूले यहाँहरूले राख्नुभएको जिज्ञासा र यहाँहरूको प्रश्नको उत्तर दिने तयारी गरिरहनु भएको छ। त्यस कारणले छिट्टै सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमा उपस्थित भएर यहाँहरूको जिज्ञासा, सार्वभौम सबै सांसदहरूको जिज्ञासा मेटाउनु नै हुनेछ भन्ने मेरो विश्वास छ। त्यस कारणले आज बाँकी हाम्रो कार्यसूचीमा रहेको कार्यतालिका अनुसार अगाडि बढ्नलाई, म मान्य सदस्यहरूलाई साथ दिनलाई, सहयोग गर्नलाई म यहाँहरूलाई अनुरोध गर्छु।